नमस्कार, तपाईं सबैलाई स्वागत छ। अहिले तपाईं हेर्दै हुनुहुन्छ त्रिवेणी योग साधना केन्द्र। आज तपाईहरु समक्ष मोटोपन घटाउने ओबेसिटीको लागि हामी जम्मा 12 वटा अभ्यास गरेर देखाउन गइरहेका छौं। यो 12 वटा अभ्यास यदि निरन्तर सधैं नियमित रूपमा यदि गर्नुभयो भने मलाई विश्वास छ कि तपाईको मोटोपन जति पनि फ्याट बढेछ विदिन 1 महिना भित्र घट्छ र यसमा थोरै खानपानमा पनि पथ परहेज गर्नुपर्छ। त्यति गरेपछि तपाईको मोटोपन जति ठूलो पेट बढेको होस् या त पेटमा बोसो बढेको होस् त्यो जम्मै 100% जान्छ। यसको लागि अब हामी धेरै कुरा नगर्दै हामी मोटोपनको लागि 4 वटा उठेर, 3 वटा बसेर, 2 वटा पेटको बलले र 3 वटा पिठको बलले एक्सरसाइज गर्छ। अब हामी उठेर 4 वटा एक्सरसाइज गर्न गइरहेका छौं। उठेर सबभन्दा पहिलो जसको ओबेसिटी छ, मोटापा छ, त्यसको लागि सबभन्दा पहिलो तिर्यक ताडासन। तिर्यक ताडासन यो सबभन्दा पहिलो यो हातलाई दुईटै हातलाई लक गरेर पहिला दायाँतिर यसरी 2 आफ्नो शरीरको सामर्थ्य अनुसार जसले जति सक्छ तल झुक्न बेन्ड गर्न त्यति गर्नु होला। अननेसेसरी जबरजस्ती कहिले पनि गर्नु हुँदैन। यो लगभग जसको स्पेशल ओबेसिटी छ त्यसलाई 20 देखि 25 खेप गर्नुपर्छ। अब दोस्रो 2 नम्बरको अभ्यास। 2 नम्बरको अभ्यास स्थित कोण आसन। यो 2 नम्बरको यो 1 हातलाई सिधा गरेर कानको छेउमा लगेर यो हात सिधा गर्नुपर्छ। 25 देखि 50 खेप गर्न सकिन्छ मोटापाको लागि। अब 2 वटा भयो। तेस्रोमा कोण आसन। यो पनि मोटापाको लागि जसलाई यो दुईटैतिरको बोसो बढेको हुन्छ त्यसको लागि यो तिर्यक ताडासन थियो। अब यो पीठको बोसो कम गर्नको लागि यो त्रिकोण आसन। हात सिधा 2 3 4 घुँडा मोडेको हुनु पर्दैन। दुईटै घुँडा सिधा। यो 100 चोटी 80 चोटी गर्न सकिन्छ। त्यो रेस्ट गरी 2 मिनेट 1 मिनेटको रेस्ट गरी र यसपछि छ 4 नम्बरमा उत्तान पादासन। 1 पादासन। 2 पादहस्तासन। 3 पादहस्तासन। 4 5 यो पनि 25 देखि 50 खेप गर्न सकिन्छ। स्थित कोणासन र कोही पनि ठिक छ हुन्छ। यो 1 यो यसरी 100-150 चोटी यसरी यो 100-150 चोटी र त्यस पछाडि 3 नम्बरमा बसेर पश्चिमोत्तान पादासन। यो मोटापाको लागि 1 2 यसरी 25 देखि 50 खेप गर्न सकिन्छ। अब पेटको बलले 2 वटा आसन। यसको
पेटको बलले दुईटा, एउटा भुजङ्गासन, हात दुईटै छातीको छेउमा, एक दुई, यसरी यो 25 देखि 50 खेप सुरुवातमा गर्नुपर्छ। जसको सामर्थ्य छ त्यो यसरी। त्यस पछाडि दोस्रो अभ्यास, देब्रे हातलाई तल, दाहिने हातलाई माथि। यो यसले नाभि माथिको बोसोलाई, पेटमा भएको नाभि माथिको बोसोलाई रिड्युस गर्छ भने जसको सामर्थ्य छ त्यो। त्यस पछाडि सल्वासन, यो दुईटै हातलाई तिघ्रा मुनि र दाहिने खुट्टा सिधा यसरी उठाउने कि लाग्छ खुट्टाले कुनै पछाडिबाट आएको अथवा कुनै निश्चित वस्तुलाई बुढी औँलाले देखाइरहेछु। 2, यस्तै प्रकारले अर्को खुट्टा पनि। 3, खुट्टा सिधा हुन्छ, घुँडा मोडेको हुँदैन। यो सल्वासनले नाभिभन्दा तलको बोसोलाई, पेटको फ्याटलाई पिघलाएर पेटलाई समुचित आकार दिन्छ। यसरी 10 देखि 20 चोटि गर्न सकिन्छ। अब यसकै 3वटा अभ्यास। अब पिठ्युको बलले सबभन्दा पहिले अर्ध हलासन, यो पनि 25 देखि 50 खेप। त्यसपछि दुईटै खुट्टा जोडेर त्यसपछि मोटोपन घटाउनको लागि पेटको बोसो कम गर्नको लागि यो पादवृत्तासन, शून्य बनाउनु। 1, यसरी 5 चोटि दायाँतिर, 5 चोटि त्यही खुट्टा लिएर बायाँतिर, 5 चोटि यतातिर घुमाउनु होला, शून्य बनाउनु होला, 0। जति सक्नुहुन्छ त्यति गोल वृत्त। अब ठिक यसै खुट्टा लिएर उल्टो, 1, 4, यसरी 5 देखि 10 खेप। अब जसलाई हर्निया छैन, कम्मरमा दुखाइ छैन, त्यसले दुईटै खुट्टा जोडेर घुमाउन सकिन्छ, 0 बढाउन सकिन्छ। यो पेटको बोसोलाई पुरै ठिक्क पार्नको लागि यसरी 1, यो 5 देखि 10 खेप उल्टो सुल्टो दुईटै गर्नु होला। अब उल्टो 1, 2, 3, त्यस पछाडि साइक्लिङ। अब यो लास्ट हो साइक्लिङ। साइकल चलाए जस्तै 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10। अब 10 विपरीत, 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10। यो 25 देखि 50 खेप गर्न सकिन्छ मोटो मान्छेले। अब दुईटै खुट्टा जोइन गरेर 1, 2, 3, यसरी 10 देखि 20 खेप यो पनि गर्न सकिन्छ। 4, 5। हस्त धेरै धेरै धन्यवाद। यही थियो मोटोपनको जम्मा 12वटा अभ्यासहरू। यदि बिहान तपाईहरु यो अभ्यास
जति हामी भनेछौँ त्यतिचोटि गर्नुभयो भने र खानपानमा पथपरहेज गर्नुभयो भने त्यो मोटोपन जान्छ। हस्त यो भिडियोलाई लाइक, शेयर, सब्सक्राइब गरिदिनु होला। हस्त, धन्यवाद।